भोलि पर्सि मलाई बिहा गरेर ल्याएपछि सुत्केरीमा के काट्छस्? सालनाल हाने मर्छ बोले टर्छ कसले के गर्छ? सुत्केरीलाई के खुवाउँछस् भने क्या? जुवानाको झोल। जा अब ज्वानाको झोल त जसले पनि खुवाउँछ। अनि के म चाहिँ तँलाई रक्सी खुवाऊ? खान्छेस? त्यस्तो भने होइन के, खसी कुखुरा के काट्छस्? मासु खुवाउनु पर्ला नि, मासु खुवाउँदैनस्? ए मेरी प्यारी, एउटी छोरी पाइँदैन। घले गाउँको घिउ, भलजोरका भाले, मन्थलीका माछा, खुरकोटका खसी खालिस बसी बसी लौ। आमै सुत्केरी भइदियो कि क्या हो? रहरै लाग्यो। यो पुसा महिना लगन छ कि छैन? ए भाले 9 महिनासम्म कुर्छस् त? भालेले त कुर्ला, खोइ हाम्रो लगन पो जुर्ला कि नजुर्ला। काका बाउ मान्दैन? वैकल्पिक बाटो, बिहा नगरिकन बच्चा पाउनु मिल्दैन? नक्सा पास नगरी घर बनाउनु मिल्छ? लाइसेन्स नभई गाडी कुदाउनु मिल्छ? अनि कोहीले त लुकी चोरी आँखा छलेर चलाउँछन् त। त्यो मान्यता प्राप्त हुँदैन, त्यसैले बिहा नगरी बच्चा पनि पाउनु मिल्दैन। हेर भाले, तेरो मासु टोक्न भन्दा मेरो नासो बोक्न भनेको, यहाँ त बोक्न भन्दा टोक्न सजिलो रहेछ। होइन तँलाई आज के भयो? निकै रोमान्टिक पो भएको छस् त। अब यतिका उमेरमा नि नआएको फुर्ती कहिले आउँछ त?